कुकुरले किन मलाई मात्र पुग्थ्यो? अन्तिममा भेटे अचम्मको कारण। अस्ति कागले मलाई लखेटेको रिल धेरैले मन पराइदिनु भयो। आज भने मर्निङ वाकमा कुकुरसँग भएको अर्को रमाइलो तर तनावपूर्ण अनुभव सुनाउँदैछु। म धेरै वर्षदेखि मर्निङ वाक गर्दै आएको छु। उच्च रक्तचाप र मधुमेह छँदैछ, तर डाक्टरले मेरो मुटु भने अहिले पनि निकै राम्रो छ भन्नुहुन्छ। तर केही वर्ष यता एउटा अनौठो समस्या सुरु भयो। म जुन टोलमा पुग्थेँ त्यहीँका कुकुरहरू पुग्दै चारैतिरबाट घेर्थे। साथीहरूले इँटा बोकेर जानुहोस्, लट्ठी लिएर हिँड्नुहोस् भनेर सल्लाह दिए। एक दिन सानो लट्ठी लिएर निस्किएँ। मङ्गल बजार पुग्दा एउटा ठुलो कुकुरले मलाई हेरेर भुक्न थाल्यो। मैले लट्ठी उठाएँ, तर त्यसपछि त वरिपरिका सबै कुकुरहरू पनि उठेर मलाई घेर्न आइपुग्यो। म त आत्तिएँ। संयोगले त्यही बेला एकजना मानिसलाई कुकुरहरू थपाइदिए अनि बल्ल जोगिएँ। अर्को दिन त एउटा सानो कुकुरले पछाडिबाट आएर पिडोलामै टोक्यो। घाउ त भएन, तर निकै डर लाग्यो। टेकको अस्पताल गएँ। डाक्टरले घाउ नभएकोले एन्टिरेबिसको सुई चाहिँ नचाहिने भन्नुभयो। त्यसपछि ढुक्क भएँ। पछि अफिसका भेटेरिनरी डाक्टरसँग यो कुरा गरेँ। उहाँले भन्नुभयो, कुकुरसँग आँखा जुदाएर नहेर्नुहोस्, उसले त्यसलाई चुनौती ठान्छ र सतर्क हुन्छ। मैले आफ्नै बानी सम्झेँ। तारैबाट कुकुर उठ्छ कि भनेर म उसलाई तारैबाट हेरिरहन्थेँ। त्यही नै गल्ती रहेछ। त्यसपछि मैले कुकुरलाई नहेरे आफ्नै बाटो लागेर हिँड्न थालेँ। आश्चर्य, पहिले दिनौँ पुग्ने कुकुरहरू अहिले त सुतिरहेका भए पनि केही गर्दैनन्। त्यसैले मर्निङ वाकमा कुकुर भेटियो भनेर डराएर आँखा जुदाउनुभन्दा शान्त भएर आफ्नो बाटो लाग्नु नै राम्रो रहेछ। मेरो अनुभवमा यही उपाय सबैभन्दा प्रभावकारी भयो।